आज चाहिँ श्रम दिवस स्पेशल भिडियो लिएर आइसकेको छु। सबैजनाले हेर्न सक्नुहुन्छ। धेरै भएको थियो मैले लङ भिडियो अपलोड गर्न नपाएको। आज चाहिँ मैले जसरी भए पनि एउटा सानो भिडियो चाहिँ मैले अपलोड गर्नुपर्छ भन्ने लागिरहेको थियो दिउँसोदेखि नै। आज श्रमिक दिवसको अवसर पारेर आज मैले एउटा मुकबाङ भिडियो लिएर आइसकेको छु। सबैजनाले माया गरिदिनु होला। कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला। आज चाहिँ मैले श्रमिक दिवसको अवसरमा त्यति धेरै स्पेशल त केही पनि खाएको थिइनँ। यसमा चाहिँ चाउमिन, मोमो र यसमा चाहिँ चिकन रहेको थियो। अनि त्यसपछि मोमो धेरै भइसकेको थियो, मैले पनि अपलोड गर्न नपाएको। अनि कारणले आज चाहिँ अलि जस्तो भए पनि एउटा सानो भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ। भिडियो बनाउने अवसर जुटेको छ सबैजनाले। योभन्दा नेक्स्ट भिडियोहरू पनि अब रेगुलर आउने छन् भन्दै आजको भिडियोमा चाहिँ आमा, छोरी, बाउ र म चाहिँ रमाइलो गर्दै श्रमिक दिवसको अवसरमा खाजाको रूपमा हामीले चाहिँ चाउमिन, मोमो, बुटन खाएका थियौँ। अनि आज त्यसैको भिडियो लिएर आइसकेको छु। भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिन भने नबिर्सिनु होला सबैजनाले। थ्याङ्क यू सो मच। आज चाहिँ मैले त्यति धेरै स्पेसल त लिएर आउन सकिनँ, त्यही पनि आफूले सके जतिको भिडियो ल्याएर आइसकेको छु। सबैजनाले माया गर्नुहुनेछ भन्ने मैले आशा गरेको छु। सबैजनालाई धन्यवाद। नेक्स्ट भिडियोमा चाहिँ अब अलिकति राम्रो लिएर आउनेछु भन्दै आजलाई चाहिँ सबैजनालाई बाई। सबैजनाले मेरो भिडियोलाई माया गरिदिनु होला। कस्तो लाग्छ कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। भिडियो बनाउने त वातावरण नै छैन बच्चासँग। झगडा गरेको छ चलेको छ मम्मासँग। यस्तै हो बच्चा बच्चीसँग। त्यही भएर भिडियो लिएर पनि आउन पाएको थिएन। अब चाहिँ सबैजनालाई बाई बाई, सी यू।